चाहिँ हाम्रो यो काम गर्ने पाता हो। यो पातालाई काटिन्छ, त्यसपछि यस्तो 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 सामानहरू बन्छ। यहाँ हाम्रो साथीले नारायण पोखरेलले काम गर्दै हुनुहुन्छ। हाम्रो नारायण पोखरेलजी चाहिँ यो मेसिनमा हुनुहुन्छ है। यो चाहिँ अब यस्तो छुरी भन्छ, यस्तो सामानहरू भन्छ। उहाँले यस्तो गरी काम गर्दै हुनुहुन्छ। उहाँको काम चाहिँ यस्तो छ। उहाँले यो मिलाउनु भएको छ, यस्तो गरी हाल्ने हो। त्यस्तै यस्तै गरी हालिन्छ। यस्तो यो 3-4वटा आइटमको हुन्छ। त्यसपछि यो माथि, यसको माथि चाहिँ पहेँलो प्लास्टिकको हालिन्छ। त्यसपछि अब यो मेसिनले